सम्धी एकदम राइट। अब हामी दुईजना सम्धीहरू चाहिँ सम्धी चाहिँ हामी चाहिँ आज सामगेप साल खाने भनेर हिँडेको। सम्धीले भनेको छ लामो है फेरि खानु हुँदैन भन्थ्यो होइन, खानु हुँदैन भन्छ होइन, खानु हुँदैन भन्छ पहिला कति अब 6-7 महिना खाएन पनि, अनि अहिले आएर चाहिँ खान्छ क्या फेरि के भन्छ यार। ल यहाँ अगाडिको बाटो यस्तो छ। ट्याक्क अहिले चाहिँ हामी यो पुल तरेर जानुपर्छ, कटेर जानुपर्छ। पुलको यस्तो छ है हाम्रो यो भर्याङ। हाम्रो गाइजहरू यहाँनिर बल्छी खेल्न आउँछ, यता बल्छी खेल्न नि भयो। Waring. हामी चाहिँ आयो बल्ल हामीले ठाउँ पाए, बल्ल ठाउँ पाएको अवस्था। अब यहाँ कस्तो खाने भनेर चाहिँ अर्डर गर्नुपर्छ। आयो बल्ल आएको चाहिँ आयो। हाम्रो चाहिँ अहिले यहाँ मासु काट्ने काम भइरहेछ। मासु मेरो पनि एउटा गर्नु। हामी दुईजना सम्धी खाएर होइन निस्केको। त्यो उच्चारण नगर्ने क्या, त्यो उच्चारणै नगर्ने, खाने मात्रै होइन, उच्चारण भन्ने कुरा गर्दै नगर्ने नेपालीमा। 1 वर्ष खाएन, अहिले आएर मजाले 1 केजी खाए दुईजनाले। 1 केजी खायो होइन। मलाई त जिउ पनि कालकुती लागिरहेछ। कालकुती लागिरहेछ खाएर के धेरै। लामाहरूले त खानै हुँदैन, लामाहरूले त ल्याम हान्दो रहेछ यार।
म त यहाँ होइन यहाँ ऊ छ होइन यस्तो लामा पढ्छ क्या उसले फेरि यो त खाने बेलामा पछाडि सा- राख्ने हो नि त सानोतिनो लामो होइन क्यामेरा क्या ऊ पछाडि त। भएको होइन अगाडिबाट चाहिँ गर्नु पर्यो होइन त्यस्तै हो सानोतिनो लामा होइन क्या यो मान्छे खत्रै लामा हो होइन लामा पनि किताब पढ्ने लामा हो क्या तर यो मान्छेले खान्छ यार जे पनि खान्छ यार रक्सी बाइक मासु चाहिँ खान्छ फेरि खोइ रोक्सी पनि खान्थे कि के थाहा कति महँगो आमा 64,000 आयो अनि लगभग कति 6,500 रुपियाँ ए त्यो त धेरै सस्तो नि सम्झि यो भनेको एकदम ओरिजिनल मासु हो क्या त्यो अहिलेको लास्टै महँगो हो त्यो महँगो। 1 केजी अब बुङ्गु अब बुङ्गुको मासु 1 केजी अनि यो यताउति मान्छेलाई अचार झन् नेपालीमा सचार नेपालीमा उच्चारण नगर्नुहुन्छ खालि नेपालीमा उच्चारण गर्छ क्या अनि त्यो अचार यो सचार मान्छे अचार मलाई सचार पटक्कै अलिअलि मन पर्दैन क्या अनि 1 केजी मासु नै 64,000 रुपियाँ नेपाली तपाईँले त्यो मात्रै खाएन खाएर तपाईँलाई खुर्सानी दिएछ साग दिएछ अनि आएर अरू के दिएछ नि हो त्यो त्यसको नि हिसाब गर्नु पऱ्यो नि तर त जस मासु मिठो छ मिठो यो- लाग्यो। यो मान्छेको पैसा मलाई- पैसा तिरेको अनुसार चाहिँ यो मान्छेको मलाई थाहा थियो क्या यो मान्छेले पैसाकै कुरो गर्छ भन्ने कुरो मलाई थाहा थियो क्या यो मान्छेको मलाई यो कति खर्च भयो त्यो बिल आउँदा देखिँदैन र भनेको बिल त अनि खर्च त खर्च खाए त खर्च हुन्छ त नि त्यही यो हो। मान्छेले अनि त्यो कुरा गर्छ है भन्ने मलाई त्यो पहिल्यै थाहा छ क्या यो मान्छेले के जिन्दगीमा यस्तो मान्छेले रमाइलो भन्ने कुरो केही गर्नै सक्दैन क्या यस्तो कुरो गरेर दुसोमा रमाइलो गर्ने मै हो सबसे पैसा खर्च हुन्छ भनेर कहीँ पनि जाँदैन अनि पैसा खर्च हुन्छ भनेर केही पनि खाँदैन तामाङ भन्छ फेरि हाउ गर्न आएन त भन्नु चाहिँ तामाङको भन्छ होइन छाती फुलाएर तामाङ हो भन्छ भन्नु चाहिँ तर फेरि ब्याग सरिहाल्छ कि बेला बेलामा त्यो हुँदैन क्या तामाङ भनेपछि त्यस्तो हुनै भएन होइन यस्तो ब्याग सर्नुमा पनि एउटा छ कस्तो कुरामा ब्याग सर्नुपर्छ भन्ने कुरा त्यो फरक ब्याग पर्छ नि त। सर्दिहाल्छ यार हरेक कुरामा अगाडि बढेर ब्याग जान्छ। नसरौँ होइन हामी भनेको त पुरै तामाङ हो होइन मलाई उल्टो उल्टो जस्तो लागिरहेको छ अगाडिबाट चाहिँ हुनु यो पर्यो मान्छेलाई रक्सी लाग्यो क्या तर म रक्सी खाँदैन नि त असाध्यै। हामीले कस्तो हल्ला गरे हल्ला नगर है यहाँ अरू पनि छ अगाडिको भ्यूहरू पनि देखाउनु न यार अगाडिको सर अगाडिको भ्यू के देखाउने यस्तो छ यहाँ कोरिया त्यहाँनिरको कुन बुढो होइन त्यो थाहा छैन होइन अरे